हेलो गाइस, नमस्कार। यो हो निस्दी 1 बाकामलाङको गेजा। म चाहिँ आज फिल्ड जाँदैछु। फिल्ड चाहिँ ओआरसी अर्थात् गाउँघर क्लिनिक सञ्चालन गर्न। यो हो बाका हैन, मकैबारी दरेम हरियो काँक्रा करेम भन्ने चाहिँ गीत छ हैन। यसरी चाहिँ मकैबारीहरू छ। यो पारी नवलपरासी पर्छ, ऊ त्यो खोलाभन्दा पारी। यो चाहिँ पाल्पाको चाहिँ निस्दी मकैबारी। कस्तो दामी छ। यो हो बाटो, यस्तो बाटो हिँड्छ हामी। यसरी पसिना छ, छाता छ मसँग। हामी चाहिँ यसरी हिँड्छ है। कहिले पनि प्रत्येक महिनाको 6 गते गेजा, 7 गते चाड गरे। हाम्रो यो बाकामलाङको चाहिँ क्याचमेन्ट एरियाको सबैभन्दा लास्ट पोइन्ट ऊ त्यो 2 गरे हो। 2 गरेबाट पारी चाहिँ नवलपरासी। यो अब गाउँ आइपुग्यो। यो चाहिँ नि स्कुल को बाका गेजा छापडाँडा प्रारी हैन। अनि यो चाहिँ जङ्गलहरू, हाम्रो बच्चाहरू यहाँबाट आउँछ, सेवाग्राहीहरू। यसरी छ, पसिना छ, हिँडेको छ मजाले। मकै हैन। यो आँपको रुख, यो वर्ष चाहिँ आँप फले छैन। पोहोर साल चाहिँ राम्रै खाइयो बाटोमा हिँड्दा। अब चाहिँ 2 गरे हाम्रो अन्तिम क्याचमेन्ट एरियाको अन्तिम पोइन्ट। शीतल छ आज, गर्मी छैन, त्यसैले छाता ओढ्नु परेन। किराहरूको आवाज राम्रो छ। यहाँको रुखहरू हो साइडको। यो पटक 0 छ, आँपहरू छैन फलेको, धन्न लडियो। अब हाम्रो गाउँघर क्लिनिक र कोप क्लिनिक एउटै भवनमा छ, आउनु मन लाग्यो। बाटो राम्रो छ, सबै गाउँमा मोटर बाटो पुगेको छ। अब हेरौँ कतिजना आउनु भएको छ सेवाग्राहीहरू।